नमस्कार साथीहरुमा मैले अस्ति भर्मेक्यो गडौटा मल बनाएको थिएँ। आज यो हेर्दै छु, आज फुर्सद भएर यसो हेर्दै छु, मजाले राम्रो भएको रहेछ। तर फुर्र चाहिँ भएन है, यो अलि ओसिलो भए जस्तै लाग्यो मलाई। एकदम फुर्र चाहिँ भएन, यो ओसिलो भएछ। तर मैले यो गडौला चाहिँ आफ्नै स्थानीय यही खेतबारीमा भएको मैले जम्मा पारेर बनाएको हो। राम्रै छ, सबै मैले यो सागहरू राखिदिएको सबै खाइसकेको छ। खास चाहिँ यसको छुट्टै हुन्छ अरे गडौला है, मैले त्यो चाहिँ ल्याएको छैन। अब यो यतिकै पनि भइरहेछ। यतिकै पनि भइरहेछ गडौला। त्यही भएर अरू मैले ल्याइनँ। राम्रो भइरहेछ। अब यसलाई निकाल्छु अनि फेरि अर्को यहाँ मैले सागहरू सबै रेडी पारेको छु यहाँहरू राख्नलाई। कार्टुनहरू पनि सबै राखेको छु। तर फुर्र चाहिँ भएन, अलि ओसिलो भयो। राम्रो भएछ गडौलामा। यसको निकाल्नु पर्यो, निकालेर यस्तो मजाको भएछ। यसलाई म यसमा राख्छु एकचोटि, कस्तो हुँदैन। सबै गिलो भएछ, किन होला यस्तो गिलो भएछ, फुर्र चाहिँ भएन। पानी बेसी भयो क्या, तर राम्रो भएछ। यति धेरै त भयो नि त है।